यति बेला हामी कोलपुर नगरपालिका अगाडि रहेका छौँ। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ सबै माइक्रो गाडीहरू चाहिँ यहाँ नगरपालिका अगाडि खडा गरिएको छ। जति पनि बाँके जिल्ला कोलपुर नेपालगञ्ज क्षेत्रमा चल्ने माइक्रो गाडीहरू हुन्छन् सबै कोलपुर नगरपालिका अगाडि चाहिँ यसरी खडा गरेर उहाँहरूले विरोध प्रदर्शन गर्नु भएको छ। उहाँहरूको माग के हो र के कारणले चाहिँ यसरी आज सवारी साधन ठप्प पारेर यसरी आन्दोलनमा उत्रिनु भएको छ त उहाँहरुसँग हामी कुरा गर्न गइरहेका छौँ। त्यसको लागि चाहिँ हामी सम्पूर्ण व्यवसायीले आज क्षमा चाहन्छौँ। हामीले उहाँलाई सेवा दिन सकेनौँ। विगत लामो समयदेखि नै सेवा दिँदै आएका थियौँ। आज उहाँलाई हामीले सेवा दिन सकेनौँ र आज हाम्रो यस मागको सम्बोधन आजै भयो भने हामी आजैबाट सेवा केही समयपछिबाट दिनेछौँ। तर हाम्रा मागहरू पुरा भएनन् भने यिनी सेवा हामी अनिश्चितकालका लागि बन्द गर्ने। जस्तो हाम्रो ख वर्गको गाडीहरू लगभग 7-8 वर्षदेखि हामीले 3-4 समितिको छ अहिलेसम्म। हामी सबै मिलेर एकै ठाउँबाट हामी न्यू सिटी कोलपुर बनकोटा न्यू सिटीबाट हामीले सिधा भन्सारसम्म सेवा दिइरहेका छौँ। हाम्रो गाडी 3 मिनटमा 4 मिनटमा छुट्छ, मिलेर छुट्छ। तर नजिक र इभी गाडी जथा नामको जहाँबाट पनि घुम्दिने यसको अस्तव्यस्त भएको हुनाले यो गाडीलाई कुन ठाउँबाट निश्चित ठाउँमा छुट्नेको लागि पहलको लागि मेन उद्देश्य त्यही हो। जलवर्गको गाडी अहिले समस्या भन्नुपर्दा जुन अहिले पछिल्लो समयमा ई रिक्साहरू बाटोमा अव्यवस्थित तरिकाले सञ्चालन भए तिनका मापदण्डहरू विपरीत नै तिनीहरू सञ्चालन छन्। तिनीहरू कतिपय ई रिक्साहरूमा कस्तो छ भने तिनका सवारी चालक अनुमति पत्र छैन, तिनका बिलबुकहरू छैनन् र एउटा नाबालकले पनि चलाएको छ, एउटा आँखा नहेर्ने वृद्धले पनि चलाएको छ। त्यसले गर्दा घटना दुर्घटनाहरू अधिक मात्रामा बढेका छन्। तिनी समस्याहरू छन्। त्यसका साथै अब अहिले पछिल्लो समयमा ज प्रवृत्तिका जुन गाडीहरू छन् उनीहरूले पनि ज अनि हजुरको के अरे यो इलेक्ट्रिक जुन गाडीहरू आएका छन् इभी गाडीहरू तिनी गाडीहरूको बिचमा पनि अहिले एक किसिमको प्रतिस्पर्धाले गर्दा सबै व्यवसायीलाई लगायत यात्रु समेत र बाटोमा हिँड्ने पैदल यात्रुलाई समेत दुर्घटनाको जोखिम बढेको हुँदा नै हामीले चाहिँ आजको समयमा हिजो जसरी हामीले सबै सञ्चालन यो नगरमा सञ्चालन गरेका छौँ अन्य गाडीहरू पनि त्यही तरिकाले हामीसँग जसरी हामीले सञ्चालन गर्छौँ त्यही तरिकाले उनीहरू पनि सञ्चालन गरून् भन्ने आशले नै हामीले धेरै लामो समयदेखि विभिन्न प्रणालीमा जानकारी गराई पटक हामी बैठकहरू बस्यौँ। त्यो बैठकबाट कुनै किसिमको निष्कर्ष निस्केपछि आज चाहिँ हामी यस स्थानीय सरकारको नेपाल कोलपुरको बाँके जिल्ला कोलपुरको नगरपालिकामा स्थानीय सरकारले हामीलाई केही सहयोग गर्छ कि भनेर शान्ति